धैर्य धैर्य हजुर भन्नु पैसा कसले लान्छ हजुर यो पैसा दिदीले लान्छ के किन्छ यसले के किन्छ हौ दिदीले के किनिदिन्छ हौ यसले माम ए हो र मैले नि त माम किनिदिन्छ आमाले माम दिँदैन किन ए हो र ए बाबा खै तिम्रो ए उहाँ कहाँ जानुभएको थियो अघि ए दोकान अन्त के ल्याइदिनु भयो बाबाले ए हो र ए गाई बुबु ल्याइदिनु भयो भाइलाई त क्या मजा हौ है ला पैसा झारे नि टिपेर पो हाल्छ यस्तो पैसा खेलाउनु हुँदैन त राख्नुपर्छ हो अन्त मिठी किन्नुपर्छ हो किन्नु पर्दैन कहाँ राख्नु अन्त ए लुकाएर राख्नु उता भित्र मन्दिरमा राख्नु ए हो र मिठाई किन्नु हुँदैन भन त किन्नु हुँदैन हुन्छ भन त अन्त पानी मुनि माछा कसरी गाउँछ हौ हाम्रो भाइले ए ला 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 भन्छ हौ ए पानी मुनि माछा गर्नु त एकपल्ट पानी मुनि माछा पौडिरहेछ हेर न मुन्ना पौडन मन लाग्छ भन्छ हौ अन्त रुखमाथि आँप भन्दा कसो भन्छौ ए रुखमाथि आँप भन्दा कसो भन्नुपर्छ जान्दैन हाम्रो दिन रुखमाथि आँप फलिरहेछ भन्नु त यता हेर्नु न यहाँ के भन्नु हुँदैछ अङ्कलले ऊ हेलो भन नमस्ते भन्नु छ अरे हौ दुई हातले अन्त सलाम अन्त के भन्नुपर्छ हौ ए पक्कै भन्छ हौ अहिले नि के अरे के खानुहुन्छ तपाईँ मोमो खानुहुन्छ मोमो मन पर्छ होइन हौ बाबाले मोमो खानुहुन्छ ए मोमो मन पर्छ ए बुबु पनि मन पर्छ गाई बुबु कति खानुहुन्छ ए यति खानुहुन्छ मन पर्छ है मेरो भदै मामा पनि मन पर्छ मेरो छोरालाई है मेरो भदैलाई मामा खानुहुन्छ नि दादालाई पनि दिनुहुन्छ दादालाई मोमो दिनुहुन्छ दिदीलाई पनि अरे वाह के राम्रो छोरा सबैलाई बाँड्ने हो ए कच्चो ज्ञानी छ नि माम ल्या क भन त क भनिदिनुहोस् अरे यहाँ क खै ल्या भनेको के झऱ्यो हौ क भन्नु पर्दैन खालि पैसा चलाउँछ यो केटाले के भएको है क भन्नु त ख ग घ अङ्ग च कक च छ यो केटा कति बात जाने भएको छ कि खाए म पो यता हेरेर हाँसिदिनु नि त एकपल्ट मिठो हाँसिदिनु अरे हौ यता हेर्नु न अब सबलाई बाई बाई गरिदिनु यहाँ बाई बाई गरिदिनु आइसाबास बाई वान्स अगेन बाई बाई भन गुड नाइट भन्नु त आइसा